वेलकम ब्याक टु आवर च्यानल। साथीहरू आज हामी कहाँ जाँदैछौँ अरे? पाहाड जाने रे। हामी अहिले कहाँ छौँ? हामीहरू बुटल छौँ। बुटल कहाँ? बुटल बस पार्क होइन? साथीहरू हामी अब चट्ट लगाएर आफ्नो गन्तव्यतिर लाग्यौँ होइन। अगाडि कस्तो हुन्छ बाटो थाहा छैन। गेस द प्लेस साथीहरू गेस गर्नु त। हाम्रो नास्ता चलिरहेछ यहाँ अहिले चाहिँ। यो चाहिँ बफ मोमो, यो चाहिँ मसरुम मोमो, यो चाहिँ भ्याइसक्यो फ्राइड राइस, यो चाहिँ थुक्पा। यहाँ चाहिँ भेराइटी पाउनुहुन्छ हजुरहरूले नि त। त्यो गेस गर्नु म केही भन्दिनँ, कमेन्टमा गेस गर्नु होला होइन। यहाँ चाहिँ अचारहरू छ, घिउ छ लोकल। अनि हजुरहरूलाई मनपर्ने चिज देखाउँछु है मैले। यो सबै लोकल हो, भेराइटिज। हजुरलाई टक्क खान मन लाग्यो भने यहाँ आउनु होला है त। लोकल पनि पाइन्छ, सब पाइन्छ। मस्त बसेर चिल पाराले हावा खाएर ट्याममा हान्नु होला। यो ठाउँको नाम चाहिँ यहाँ देख्नु भयो होला के अरे, यो पाल्पाजानी रोडमा छ।
साथीहरू यो ठाउँ चाहिँ हजुरहरूलाई अब थाहा छ कि छैन होइन, अब जो जानुभयो उहाँलाई त थाहा होला, पाल्पाको मान्छेलाई त थाहा नै हुनु पऱ्यो। पाल्पादेखि बाहिरको मान्छेहरूलाई चाहिँ यो ठाउँ आउनलाई यहाँ सब हिमालहरू मजाले देखिन्छ, देख्न सक्नुहुन्छ हिमाल। यस्तो दामी सिन। मान्छेहरू थुप्रै आउँछ यहाँ। अनि मौसम चाहिँ जति गर्मी भए पनि यहाँ चाहिँ शीतल हुन्छ है, चिसो, यस्तो मजा आउँछ नि। साथीहरू हामी हेर्नुहोस्, हाम्रो गाउँ जाँदैछौँ, बाटो हेर्नु दामी लाग्यो मलाई चाहिँ गाउँको बाटो। यस्तो दामी छ नि, चिसो, आनन्द छ, आनन्द। लामा बसायो यहाँ है त साथीहरू। बाटो खाली पाकिरहेको हो, झर्ना पहिरो गएको थियो साथीहरू, झर्ना खसेर यहाँ पहिरो गएको, यहाँ चाहिँ गइरहेको छ। रानी महल फाइनली, रानी महल आइयो, हामी देख्नुपर्छ रानी महल। साथीहरू फाइनल्ली हामी टक्कलाई रानी महल आइयो। हेर्नुहोस्, यो चाहिँ रानी महल हो। हजुरहरूलाई काली नदी देखाउँछु म त, रोक्नु है त। हेर्नु, यो चाहिँ काली नदी हो, यो चाहिँ रानी महल हो। के जानु, अहिले फर्किने बेलामा पशुलाई हेर्नु साथीहरू, पानी ल ल ल ल ल ल पानी छ, यो पानी 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 रानी महलको ठ्याक्क तलबाट आउँछ। दामी जल्ल पानी सर, चिसो, मजा आयो। हामी अब यहीँबाट तरेर त्यो खोलाबाट जाने हो साथीहरू। ल हजुरलाई पाहाडबाट देखाउँदै गर्छौँ होइन, हामी बाटो बाटोमा हेर्दै राख्नु होला है त। साथीहरू हामी यो कटेर जानुपर्छ तरेर होइन, ठुलो गाडीलाई फेरि घुमाउन यस्तो गाह्रो हुन्छ यहाँ। हेर्नु, यो चाहिँ रानी महलको बाटोतिर यतिर हुँदै हाम्रो गाउँ जाने हो। बता हामी जाने तल हो। एकछिन पख। ल फाइनल्ली हामी पुग्यो गाउँ, हाम्रो गाउँ। अब यहाँदेखि तल जानुपर्छ।
नमस्ते ए भाउजू यो चाहिँ आउने बाटो म विदेशबाट आएको बजेले उसको लानुभयो हाम्रो गाउँघर यो ससुराली घर यो पहाड घर हो अब यहाँ जस रमाइलो छ कहाँ से आयो हाम्रो पहाडमा ग्याङ कति धेरै हुनुहुन्छ हाम्रो खानपिन कार्यक्रम मस्त खानपिन चल्दा है पहाडतिरको हजुरहरूको गाउँघरमा टक्क कति रमाइलो हुन्छ होला होइन माउली जानुभयो होला दसैँमा सबैलाई ह्याप्पी दसैँ है एडभान्समा भोलि हो के दसैँ मैले भिडियो हाल्दा त त्यसैले ठाउँमा पानी परेर बिजोग छ तराईतिर पानी नपरेर हैरान छ हाम्रो सुत्ने ठाउँ पानीले छेप्छ भनेर पुरै हामीले सेफ्टी सहित सुत्न लाग्यो अनि यता चाहिँ बाबु म गाउँमा जे खतरा भने चिसो छ त्यस मजाको आनन्द अदरमा त केही थिएन माथि पुरै डाँडाहरू चिमिक गर्छ यहाँ तास खेल्न बसिरहनु अब हामी चाहिँ राति आएर रमाइलो गरेर होइन सुत्ने कार्यक्रम चल्यो आज बिहान भयो अब भिडियो हेरिराख्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला अनि च्यानललाई लाइक गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला सेयर गरिदिनु अनि फलो गर्न नबिर्सिनु होला है त सब्सक्राइब गरिदिनु अनि भिडियो चाहिँ मजाले हेर्नु होला कमेन्ट गर्नु हजुरहरूको पहाड घर अनि बस्ने ठाउँहरू माउली कहाँ छ हजुरको कहाँ बस्नुहुन्छ अनि को जानुभयो माउली यो भिडियोलाई सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला अनि लाइक गर्न नबिर्सिनु होला त